ल हेर्नुहोस् यस्तो छ साथीभाइ हो हाम्रो नेपालमा हाम्रो यस्तो क्लिप दाजुभाइहरू यस्तो बिजोगमा सेवा गरिरहनु भएको छ एकदमै गाह्रो छ यस्तो छ ओह्रालो लम्का फेरि कान सुन्दैन हजुर बोल ऊ लम्का बोल्दैन कान सुन्दैन भयो यो म उ गर्दिन्छु पास गरिदिन्छु हजुर कट्नुस् अलिकतिले झन्डै लागेन नि अगाडि हाम्रो चेपाङ दाजुभाइहरूले बाटो राम्रो बनाइदिनु हुँदैछ उहाँहरू सबै सेवाकाईमै हुनुहुन्छ मलाई यो ढुङ्गा पनि झर्ने उयो चान्सेस छ हो त्यसले तपाईँ जानु तपाईँ जानु तपाईँ त्यहाँ बसेर केही उयो छैन तपाईँले जानु सक्छ ब्याकहरु चाहिँ पास गर्नु मलाई म तल ढुङ्गा नै झर्ने चान्सेस रहेछ क्या जाउँ न तपाईँ जानु एकछिन तपाईँ नआउनु ती बस्नु ढुङ्गा झर्ने चान्सेस यो ढुङ्गै झर्ने चान्सेस छ यही ढुङ्गा झर्ने चान्सेस हुन्छ होइन तपाईँ लसन सर हजुर यो पनि पठाइदिनुहोस् सामान कहाँ छ भाइ सक्नुहुन्छ एकदम स्लोमा झर्नु भयो यो पनि सामान छ हजुर यस्तो छ साथीभाइ हो सेवाकाई भनेको यस्तो हो यहाँ हेर्नुहोस् यहाँदेखि गए त हजुरलाई पक्रिदिन्छु म ल मलाई ब्यागसम्म ब्याग चाहिँ बुढा तल पास गर्नुभएको भए राम्रो हुन्थ्यो होला तल है हामी आउँछौँ सम्हालेर है सर एकैछिन है आज जेक साह्रै आउँछ जस्तो छ नि किरण सर चाहिँ त्यहाँनिर बस्ने हो कि म यहाँ चाहिँ अलिक गुरुबा तपाईँ ब्याग टिपिनु होला है तपाईँको ब्याग विशेष त रियल स्लिपिङ ब्यागले पनि अलि अप्सन गर्यो कि सर वाउ दिस इज कल एक्सट्रिम किरण सर तपाईले निकाल्न सक्नुहुन्छ हैन हजुर के एकछिन तपाईँ एकछिन त्यहाँ बस्नुहोस् है किरण सर तपाईले निकाल्न सक्नुहुन्छ बोतल हैन उयो स्लिपिङ ब्याग ओके नि फाल्दिन्छु यहीँबाट